हैन तपाईले लिपुले कालापानी र लिप्याद्वारा फिर्ता ल्याउनुस् म तपाईको कार्यकर्ता भन्छु बालेनको कार्यकर्ता फिर्ता ल्याउनुस् त्यहाँ म बालेन शाहको कार्यकर्ता बालेन प्रवेश गर्ने बालेन शाहलाई नेता मान्छु यति भयो नि त हो मान्छे रहेछ भन्छु उहाँको नेता उहाँलाई नेता मान्न चाहन्छु कार्यकर्ता बन्ने कुरा राजसभा प्रवेश गर्ने उहाँलाई नेता मान्ने भन्ने कुरा कार्यकर्ता बन्ने अथवा राजसभा प्रवेश गर्ने कुरा हैन नि जस्तो तपाईको चाहिँ मदन भण्डारलाई धेरै मान्छेले नेता मान्छन् नेमाले हुन्छन् र सबै अहिले बालेन शाह मेरो नेता होइन देशको प्रधानमन्त्री हुनु होला मेरो नेता होइन बुझ्नुभयो नि तर उहाँले यहाँकै अध्यक्ष केपी शर्मा ओलीलाई हराएर उहाँले ठीक छ नि त त्यही त मैले भने प्रधानमन्त्री हुनु हो प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ प्रधानमन्त्री हुनुहुन्छ तर मेरो नेता त होइन नि त तर उहाँले लिपुले कालापानी लिप्याद्वारा फिर्ता ल्याउन सक्नुभयो भने सारा नेपालीले उहाँलाई नेता मान्छ अहिले चाहिँ मानेको छैन कसले माने त देशद्रोह गर्ने मान्छेले नेता मान्छ पद प्राप्त गर्ने कुरा नेता हुने कुरा त आकाश जमिनको फरक हो सर तपाईले यो हैन उहाँ पदाधिकारी होला अहिले प्रधानमन्त्री होला तर देशको नेता होइन देशको नेता हुनलाई स्टेटमेन्टसिप चाहिन्छ है त्यो खालको त्याग चाहिन्छ समर्पण चाहिन्छ त्यो खालको प्यासन चाहिन्छ अनि सदनलाईमा नआउने जनताको चाहिँ सम्मान नगर्ने निर्वाचित भएर चाहिँ सदनमा एक दिन सम्बोधन नगर्ने आउँदा पनि छापामार तरिकाले आउने सदन अनि आउँदा चाहिँ तपाईको सदनको कहिले सम्मान नगर्ने मनपरी गर्ने अनि देशको नेता भइन्छ प्रधानमन्त्री हुने कुरा त्यो छेडी कुरा हो हेर्नुहोस् नेता भनेको त्यो जो प्रधानमन्त्री नभएर नेता गणेशमान चाहिँ प्रधानमन्त्री हुनुभयो कहिले गणेशमान सिंह प्रधानमन्त्री हुनुभयो तर हाम्रो नेता हो नि त मदन भण्डारी प्रधानमन्त्री हुनुभयो तर नेता हो नि त